Also, da den die Thomas de नम्बरले सामानले सर्वप्रथम अनि आजको दोस्रो दिनको अनि प्रवचन हजुरलाई सबैले टासितेलेक र सुस्वास्थ्यको कामना। आज यो आर्य क्षेमा बसन्त शिक्षाको अब दोस्रो दिन रहेको छ अनि यो श्लोक अब 10औं श्लोक लेक्चरमा भने श्लोकमा चाहिँ 10औं अब श्लोक जान्दैछौँ जुन अब एक किसिमको यो राम्रो कामको अब 10 विभिन्न श्लोक रहेको मध्येमा आज दोस्रो श्लोकमा गएको छ यसलाई तपाईले अब हेर्नु होला यो 10औं अब श्लोकमा जान्दैछौँ लेक्चमाको यो संगे पल्टुबले रचना गर्नुभएको यो लेक्चमाको एउटा अर्थ छ यसको व्याख्या छ त्यसको यसमा चाहिँ तीन प्रकारको अब मूल अब यो भेदहरू रहेको छ तीन प्रकारको कारण रहेको छ यहाँ पहिला के छ भन्दाखेरि हैन अनि यो प्रशस्ति छ अनि दोस्रोमा त्यस्तै अब यो विमुक्ति छ अनि तीन नम्बरमा चाहिँ अब के छ भन्दाखेरि यो आफूले बाचा गरिएको छ बाचा रचना गरेको चाहिँ अब यो बाचा पुरा गरिएको छ पहिलोमा चाहिँ अब यो विमुक्ति को स्वभावमा चाहिँ दुई प्रकारको यो छुट्याएको छ हैन यसमा के भन्छ भन्दाखेरि ध्यानमा अरूसँग आदान प्रदान गर्ने हैन त्यस्तै गरी अब यो साटोपाटो गर्ने ध्यानलाई अब रूपमा लिने त्यसो गरेको छ त्यसमा चाहिँ अब तीन प्रकारको पुरुषहरुको अब मार्ग राखिएको छ अहिले चाहिँ अब तीन प्रकारको अब पुरुष मध्येमा अब यो परम पुरुष हैन श्रेष्ठ पुरुषमा अब छुएको छ यसमा पनि अब तीन प्रकारको राखिएको छ हैन बोधि चित्तको कुराहरू अब बोधि चित्त ध्यान गर्दै परम बोधि चित्त ध्यान गर्ने त्यस्तै गरी अब यसमा अब दुई प्रकारको रहेको छ समृद्धि अब बोधि चित्त भावना गर्ने र परमार्थ बोधि चित्त अब ध्यान गर्ने दुई प्रकारको रहेको छ पहिला चाहिँ समृद्धि बोधिसत्व बोधि चित्त चाहिँ कसरी अब भावना गर्ने त्यसको विषयमा रहेको छ यसमा दुई प्रकारको रहेको छ हैन एउटा एकाग्र ध्यानमा पनि अब साटोपाटो गर्ने ध्यान त्यसै गरी अब त्यो ध्यानको पश्चात अब आफूले आएको विभिन्न विघ्न बाधा अब मार्गमा ल्याउने तरिका रहेको छ 10 नम्बरको श्लोक के लेखेको छ भन्दाखेरि हैन यसमा के लेखेको छ भन्दा अरूलाई फाइदा दिनुमा हैन आफ्नो सबै अब सुख शान्ति अरूलाई अब आफ्नो सुख शान्ति अरूमा निर्भर छ आफ्नो खुसी अरूको लागि र उनीहरुको पीडा आफैमा लिने मैले जति गरेको अब राखिएको सबै धर्महरु चाहिँ प्राणीको लागि नै अनि चराउँदा छु म यसैलाई मेरो एउटा राम्रो कामको रूपमा सोच्दछु भन्ने यसरी 10 नम्बरको श्लोकमा बताएको छ यसो 33 वटा श्लोक रहेको छ लेक्चरमा जम्मा टोटल अब यसको अब संक्षिप्तमा यसको टोटल बताउनु पर्दाखेरि यसले के बताउँदैछ त भन्दाखेरि यसको अब यदि आफूमा बोधिचित्त साच्चै नै अब उत्पाद भएको छ हैन बोधिचित्त अब आफूमा छ भने आफूमा हुने अब धन सम्पत्ति हैन जति आफूसँग छ त्यो चाहिँ के हो त अनि आकाशसम्मको सबै अनि प्राणीहरू अब नसकिनेसम्म समाप्त नहुने अन्त नहुनेसम्म अनि म चाहिँ अब त्यो नसकिनेसम्म मैले गरेको पुण्यहरु चाहिँ अनन्तमय प्राणीहरूलाई अनि बुद्धको भूमि प्राप्त गर्नको लागि म त्यसरी अनि दान गर्नेछु म
उहाँहरूको लागि अब सत्य काम गर्नेछु भने यसरी महान अपनाएको हुन्छ। यसरी अनि यसरी बोधिचित्त उत्पाद गरेर अब यो चित्त र अनि विशेषता आफ्नो अभ्यास प्रयोग दुई प्रकारको मार्ग देखिए अनि परहित चित्तको लागि अनि परहितको लागि यसरी उहाँले सोच्ने गर्दछ। अब आफ्नो मात्रै लागि खट्ने भनेको सानो सोच हो भने अब प्राणी हितको लागि गरेर खटिने काम भनेको महान प्राणी हितको कार्य हो। त्यसैले अनि जति अब आफूमा दुःख, जति प्राणीहरू दुःखदायी छ हैन, जति प्राणीहरूलाई कष्ट छ, त्यो सङ्कट आफूमा लिएर हैन खुसी आनन्द साथ हैन अर्को लागि सत्य मार्गमा सुख शान्ति दिनको लागि एकदम भित्रदेखि नै एकदम उत्साहित हुने वालाले बोधिसत्व भनिन्छ। त्यो चाहिँ बोधिचित्तको उत्पाद भएको एउटा हो। त्यसरी उत्पाद बोधिचित्त उत्पाद भएको कुराले यसरी उत्साह गरिन्छ प्राणी हितको लागि। अनि त्यही कारणले गर्दाखेरि अब आफ्नो दुःख सुख सबै दुःख अरूलाई अर्को दुःख आफूले लिने आफ्नो सुख चाहिँ अरूलाई बाँड्ने भन्ने यसरी लिनुहुन्छ। यसलाई चाहिँ हामीले साटो पाटो गर्ने पाठ भनिन्छ। अनि यो बोधिसत्व भनेको चाहिँ के हो त भन्दाखेरि अब त्यस्तो एउटा महान विचार अपनाएको व्यक्ति भएकोले अब मान्छेहरूले के भन्छ भन्दाखेरि अब ऊ चाहिँ कस्तो फरकको मान्छे होला, कस्तो बेग्लै अनौठो मान्छे होला, उहाँको प्राणीहरूको दुःख सबै आफूले लिन्छ, आफूमा हुने सुख शान्ति सबै प्राणीलाई बाँड्छ, कस्तो सोचको रहेछ भने अब भन्ने पनि गर्दछ हैन। त्यस्तो पनि भन्ने गर्छ। कसैले अब के भन्दाखेरि उहाँ चाहिँ एउटा अब समाजमा कसैले उहाँ चाहिँ एउटा धर्म भक्ति हो, एउटा बुद्धको भक्त हो, एउटा बोधिसत्व हो। त्यही कारणले अनि एकदम धर्ममा उहाँले यसरी कष्ट हैन धेरै कष्टहरू गर्नुभएको छ हैन। अनि यस्तो भन्ने भने पनि छ हैन। अनि कुनै बोधिसत्व कस्तो हुन्छ त भन्दाखेरि हैन कोही बोधिसत्व कस्तो हुन्छ त भन्दाखेरि अब आदि जोबनसम्म सबै दुःखहरू आफूले लियो प्राणीहरूको र आदि जोबन सबै फेरि सुख शान्ति आफूमा अब लिएर हैन सुख शान्ति फेरि आफूमै अब समावेश गरेर हैन आफ्नो जीवन अब सुख शान्ति जीवन बिताउने गुरुहरू पनि बोधिसत्व धेरै छन्। अब कुनै चाहिँ फेरि प्रयास मात्रै हुन्छ हैन। आदि जोबन सबै दुःख आफूले लिने सुखहरूलाई दिने हुन्छ। तर कुनै आदि जोबन पछि चाहिँ फेरि के हो त फेरि अनि सुख शान्ति सबै आफूमै लिने दुःख नलिने त्यस्तो भयो भने एक किसिमको के हो त त्यति पक्का नभएको हैन। यसलाई अभ्यास सुरुवात मात्रै गरेको त्यस्तो पनि बनाउँछ। अनि यो अब यसको कुनै फेरि के हुन्छ त भन्दाखेरि अब आदि जोबन उसले सत्य नै राम्रो काम गरेको हुँदाखेरि अब यो जीवन मृत्युको पश्चात पछि अब हैन त्यसको फलले गर्दाखेरि आफूले सुख शान्ति प्रशस्त मिल्ने हैन त्यस्तो कुराहरू पनि अब देखिरहेका छौँ। त्यो पनि हुन्छ हैन। यो अनि अब त्यस्तो पनि देखिएको छ। कुनै के हो त भन्दाखेरि अब म चाहिँ एउटा मति शोधन मनलाई तालिम दिने मलाई परीक्षण गर्ने एउटा के हो त ध्यानी अर्थात् एउटा साधक पुरुष हुँ। त्यही कारणले गर्दाखेरि हैन अनि त्यस्तो भनेर अनि एक किसिमको अरूलाई अब भेदभाव गर्ने अनि यसरी अब छुट्याउने त्यस्तो खाले पनि हुन्छ हैन। म एउटा धर्मभक्ति हुँ, एउटा धर्मभक्त हुँ, म यसरी ध्यानमा लागिरहेको छु भन्ने यसरी भन्ने व्यक्तिहरू पनि धेरै छन् हैन। त्यस्तो भएको व्यक्तिहरू हामी धेरै देख्छौँ हैन। त्यसले गर्दाखेरि त्यो अब त्यति अब अभ्यास गाह्रो
जुन चाहिँ उसले अब ग्रहण गर्न नसकेको परिपक्व नभएको अब व्यक्तिलाई हामी बुझ्दछौँ। अनि अब एउटा त्यस्तो सोच हुने मान्छे अब एउटा स्वार्थको लागि मात्रै कुरा यो स्वार्थको लागि मात्रै काम गर्ने व्यक्तिहरूले यो अर्को दुःख लिनु त परिजाउँ, आफ्नो दुःख पनि बुझ्नु सक्दैन हैन। बुद्धको ज्ञानमा लगाउनु त परिजाउँ धेरै टाढाको कुरा हो र जुन एउटा सत्य ज्ञान पनि बुझ्ने आँखा उसको अन्धो नै हुन्छ। त्यसै कारणले गर्दाखेरि त्यस्तो मान्छेले बोधिसत्वको ज्ञान जुन आफ्नो दुःख आफ्नो सुख अरूलाई दिने, अरूको दुःख आफूमा लिने, यसरी साटोपाटो गर्ने ज्ञान म गर्दछु भने त यो त हाँसो लाने कुरा हो हैन। त्यसै कारणले अहिलेको हाल हामीले यो कलियुगमा विभिन्न कुराहरू देख्छौँ हैन। मुखले गर्दाखेरि, मुखले भन्दाखेरि बुद्ध जस्तो नै बोल्ने हैन, बुद्ध जस्तो नै किसिमको बुद्ध जस्तो नै किसिमको अब बोलीमा छ, तर व्यवहारमा के हो त भन्दाखेरि पुरै उल्टा विपरीत हैन, सबै विपरीत पनि देखिएको छ हैन। मान्छेको बाहिरी रूपमा हेर्दा आहा साँच्ची नै यो त बुद्धको भूमि प्राप्त भएको गुरु जस्तै हामीले देख्दछौँ, तर उसको अभ्यास, उसको चर्या, उसको बेउरा, उसको व्यवहार हेर्दाखेरि के हो त एकदम तल एकदम निज भएको हैन, त्यस्तो पनि देखिएको छ। अब त्यो चाहिँ के हो त भन्दाखेरि आफूले आफूलाई नै घुमाएको, आफूले आफूलाई नै बुद्धु बनाएको र आफूले आफूलाई नै तल नरकको बाटो तताएको। किनकि अनि अब बाटोमा बोल्ने लाने जाँदाखेरि चाहिँ एकदम गुरु जस्तो देख्ने, तर पनि एक किसिममा के हो त भित्र अभ्यास जेरो, केही नभएको हैन। सत्य त ज्ञान बताउने तर पनि आफू चाहिँ त्यो ज्ञान आफूले स्वीकार नगर्ने, त्यस्तो पनि देखिन्छ। त्यो चाहिँ के हो त भन्दाखेरि यो जन्म लिएर यो संसारको बोझ भएको जस्तै हो हैन। यो 10 नम्बरको श्लोकभित्र मुख्य कुरा चाहिँ यसरी बताएको छ हैन। र यो मिकी दोर्जेले पनि उहाँको जीवनमा के हो त भन्दाखेरि हैन, जुन अनाथ प्राणीहरू हैन, जुन अब रक्षक नभएको प्राणीहरू, त्यस्तोलाई उहाँले अनि विशेष गरी दया निगाह गरेर अनि यसरी सबै प्राणीहरूलाई नि जति सक्दो होइन सुख शान्ति दिलाउनु पाए त। किनकि उहाँलाई अब सबै दुःख नै रहेछ, उनीहरूलाई सुखको बाटोतिर मोड्नु पाए कस्तो हुन्थ्यो भने, यस्तो महान चाहना अपनाउने एउटा गुरु रहेको छ मिकी दोर्जे हैन। अनि त्यस्तो भएको हुँदाखेरि अब के हो त भन्दाखेरि अब भनौँ न कर्मपा मिकी दोर्जेले बुझेको थिए कि सबै भावुक प्राणीहरू शरण वा संरक्षणबाट वञ्चित र आफ्ना आमाहरू केमा खुसी हुन केमा खुसी हुन् र दुःख लिन चाहँदैनन्। तर यो भनिएको छ कि के हो त भन्दाखेरि आर्यजनहरू चाहिँ अब आर्यजनहरू चाहिँ के हो त भन्दाखेरि होइन मुख्य कारणमा अब त्याग गर्ने लिने गर्छ अरे, तर विनयजन पृथक जनहरू चाहिँ अब त्यसको फलमा अनि त्याग गर्ने लिने गर्दछ अरे, यसरी अब बताएको छ। त्यसै कारणले गर्दाखेरि पुण्य नै सुखको कारण भए तापनि बीज जस्तै गरी त्याग्नेछ हैन। किनकि के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने कुरामा अज्ञानी भएकोले पुण्य नै सुखको कारण भए पनि बीज जस्तै गरी त्याग्ने यो प्राणीजनहरू छ। अगुण र दुःखको कारण भए तापनि बीजको रूपमा प्रयोग गर्छन् र परिणाम संसारको अथवा अकल्पनीय पीडा हो र तल्लो क्षेत्रहरू जे भए तापनि आरामविहीन छ, दीर्घकालीन र गम्भीर छ, सुखको एक क्षण पनि नभएको छैन। तर पनि के हो त भने त्यस्तो प्राणीहरूलाई चाहिँ मिकी दोर्जेले अब दया निगाह गर्नुभयो हैन। त्यही कारणले मिकी दोर्जे आफ्नो हृदय चाहिँ गहिरैबाट बुझ्नुभयो कि यो निरन्तर दुःखको मुख्य कारण हो कि उनीहरूको मनमा विचार र कार्यहरू मात्र राख्छन् कि अरूलाई जस्तो सुकै पीडा आउँछ जे भए तापनि हुन दिनुहोस्। यदि म र मेरो नजिकमा मानिसहरू लामो स्वास्थ्य र समृद्ध राम्रोसँग बोल्ने हो भने त्यो ठिक छ भने यसरी बताउनु भएको होइन।
आफू मरे पनि मरोस्, अब नरलोक जानु गए पनि परोस्, तर म प्राणी हितको लागि मेरो प्राण दिन पनि तयार छु भन्ने यसरी उहाँले महान विचारहरू अपनाउनु हुन्थ्यो हैन। अब सबै यो मिग्यू दोर्जेद्वारा यसरी उहाँले बोध गर्नुभयो कि सबै प्राणी बिना म जिउँदो रहनु सक्दैन, ज अहिले म जिउँदो छु, म राम्रो छु, यो सबै प्राणीको हितले गर्दा भएको हो। त्यही कारणले सबै प्राणीले दुःख चाहेको छैन, सुख चाहेको छ। त्यही कारणले यदि प्राणीले सुख चाहेको छ, दुःख चाहेको छैन, तर सुखको कारण बुझेको छैन, तर मैले त बुझेको छु नि। त्यही कारणले मैले बुझेको सुखको कारण फल सबै प्राणीले प्रदान गर्छु, उहाँले नबुझेको दुःखहरू मैले लिनेछु भने यसरी उहाँले बोध गर्नु भएर दिन प्रतिदिन महान विचार आफ्नै यसरी प्राणीको हितको लागि, प्राणी उद्धारको लागि उहाँ दिन प्रतिदिन खट्नुभयो। त्यो खटेको अनि भावना यसरी उहाँले उत्पन्न भएर यो 10 नम्बरको श्लोक उहाँले पस्काउनु भएको हो। त्यसैले अब मिग्यू दोर्जेको मन चाहिँ एकदम अकृत्रिम बनावट नभएको होइन। उहाँहरूको दुःखलाई चाहिँ मैले अन्त पार्न सक्यो भने, समाप्त पार्न सकेन, पक्कै नै अब सुख भए त कस्तो हुन्थ्यो, दुःख अन्त भए त कस्तो हुन्थ्यो भने यसरी उहाँले सुख सबै प्रदान गर्ने, दुःख यता लिने यसरी उहाँले गर्नुभयो होइन। यसरी अब उहाँले गर्नुभयो। अब प्रश्न गर्छ कि मिग्यू दोर्जेको मनमा दुःख अरूको लिने, आफ्नो सुख अरूले बाँड्ने तिमीले कसरी थाहा पायो त भन्दाखेरि अब प्रश्न गरे भने यो चाहिँ उहाँले नै रचना गर्नुभएको यो 10 नम्बरको श्लोकमा तपाईँले उहाँले लेखेको पत्ता लगाउनु भयो भने मैले यस्तो गरेको थियो भनेर तपाईँ त्यो देखेर अनि जान्नुहुन्छ, बुझ्नुहुन्छ। अर्को त के हो त भन्दाखेरि अब अर्को एउटा कारण चाहिँ के छ त भन्दाखेरि मिग्यू दोर्जे सानो छँदादेखि नै एकदम दया माया कोमल चित्त सत्यता मन भएको हैन। त्यस्तो अब चित्त सानोदेखि नै एकदम दया माया गनेको थियो। र उहाँ सानो हुँदा एउटा बाछी भनौँ न, एउटा चौरीको बच्चा थियो यो। अनि एक दिन त्यो मिग्यू दोर्जेको घरमा त्यो एउटा चौरी गाई बच्चा भएकोले यो चाहिँ अब अरू मान्छेले मार्नु लान्छ भने एकदम मन चरिरहेको थियो अरे पिर होइन। अनि अरूले मार्छ कि भनेर होइन, अनि अरूले मार्छ कि भनेर होइन, दिउँसो लानु नदिने होइन, राति पनि त्यो चौरीको बच्चासँगै उहाँ सुत्नुहुन्थ्यो अरे। अरूले काटेर खान्छ, अरूले मारेर खान्छ भनेर त्यस्तो माया, एउटा भावुक चित्त गर्नुहुन्थ्यो। फेरि अनि त्यस्तै अब एउटा बाख्रा पनि थियो अरे यहाँ। अनि यो घरमा एउटा बाख्रा थियो अरे। र अनि त्यो मिग्यू दोर्जेको घरमा चाहिँ एक दिन अब यो सधैँ नै पाल्नु लामा थियो र त्यो लामालाई एक दिन अब त्यो बाख्रा चराउनु भएछ अरे। अब यो मिग्यू दोर्जेको विचार के आयो भन्दाखेरि होइन, अब यो बाख्रा चाहिँ त्यो लामालाई हामीले चढायो भने अब लामाले विभिन्न बेच्नु सक्छ है, धेरै दुःख हुन्छ है। त्यो लामालाई चाहिँ अब लामालाई म दिनु सक्दैन है, म दिदिनँ भनेर यसरी अनि यसरी अब दिनु भएन अरे। अनि त्यो लामाको खुट्टामा नि पाउ पर्नु भयो कि यो बाख्रा चाहिँ हजुरले दया गरेर कृपा गरेर नलिनु होला भनेर पाउ पर्नु भएको थियो अरे होइन। अनि उहाँले थाक्ने जति सक्दो अब थाक्ने लाचार अवस्थामा भइकन अनि त्यो बाख्रा चाहिँ अरूलाई दिनु भएन अरे होइन। जसरी भए पनि यो बाख्रा चाहिँ म तपाईँले दिनु सक्दैन भने यसरी एउटा प्राणी प्रति देखिएको एउटा दया, निगाह, मैत्री यसरी सानोदेखि नै एकदम महान करुणाहरू उत्पन्न भएको यसरी बुझ्दछौँ। अनि सानोदेखि नै यसरी एउटा बोधी चित्त, एउटा महान विचार अपनाएको हुँदाखेरि होइन, अनि त्यस्तो सद्भावना भएको अनि पछि अनि बोधी चित्त अब यसरी उहाँले अपनाउनु भएर पछि अब यसरी एउटा बोधिसत्व हुनुभयो होइन। त्यस्तै भावुक भएको चित्त हुँदा नै अनि प्राणी देख्दाखेरि आफ्नो रौँहरू उठ्ने, आँसु झार्ने आँखुदेखि त्यस्तो पनि हुन्छ होइन।
यसलाई अब कदम्ब गुरुहरूले के भन्नुभएको छ भन्दाखेरि हैन एउटा प्राणीको लागि पनि हैन के कदम्ब गुरुहरूले के भन्नुभएको छ भन्दाखेरि हैन एकजना प्राणीको लागि भए पनि हैन उनीहरूले खप्नु परेको दुःख हैन बरु मैले खप्नु परोस् 1 दिन 2 दिन महिनौं वर्षौं यो कल्पसम्म मैले उहाँको दुःख मैले भोग्नु पर्यो नि म भोग्न तयार छु हैन त्यस्तो महान अपनाउने चित्त अपनाएको अब बोधि सत्वहरू पनि रहेको छ भने यसरी अब कदम्ब गुरुहरू भित्र यसरी भित्र अब रहेको छ अब यसरी मान भित्र अपनाएर जस्तो बाटोमा अब आफूले विघ्न बाधा अडचना देखे तापनि हैन त्यसलाई अब आफूले वास्ता नगरिकन अब जस्तो सुकै अब दुःख परे पनि अब पार गर्न सक्ने हैन सुखलाई अपनाउनु अब दुःखलाई आफूले लिनु सक्ने त्यस्तो अब अवरोध भए पनि आफूमा अब सहनु सक्ने हो त्यस्तो अनि चित्त अपनाउन सक्नेलाई बोधिसत्व भनिन्छ हैन त्यस्तो चित्त आफूमा अपनाए आफूमा पलायो भने हैन के हुन्छ त भन्दाखेरि अब अनि परमार्थको अनि यो बोधि चित्त ज्ञान आफूमा उत्पादन हुन त्यति टाइम लाग्दैन अब मिक्यु दोर्जेको एउटा विचारमा के छ त भन्दाखेरि हैन अनि यो जति पको संसारमा आकाशमय अपरिमेय प्राणीहरू सबै अनि आफ्नो माता आफ्नो पिता हैन सबै अब आफ्नो आफन्त मात्रै रहेको छ हैन अनि यसरी अब यो प्राणीले गर्दाखेरि म अहिले झुँदो छु हैन उहाँहरुको कहिले मेरो आमा जन्म लिनु भयो मेरो आमाको हैन कहिले मेरो बुवा हुनुभयो कहिले मेरो दाइ हुनुभयो यसरी सबै प्राणीले गर्दाखेरि मलाई संरक्षण दियो सुरक्षा दिएको हुँदाखेरि अनि यो मलाई यो सुरक्षा अब यसरी आफूलाई सुरक्षा दिने आफूलाई बचाउने आफूले शरण दिने प्राणी एकजना मात्रै होइन त्यो एकदम अपरिमेय आकाशसम्मको प्राणीहरू ज्यादा रहेको छ हैन सधैँ नै आइरहेको छ यो प्राणीहरू ती प्राणीले गर्दाखेरि म अहिले झुँदो छु हैन यसरी वास्तविकतामा हेर्यो भने हैन अनि अरूको दुःखलाई रक्षा गर्नु अरूको दुःखलाई बचाउनु अरूले सुख दिनु अनिवार्य पर्दछ हैन त्यसै कारणले गर्दाखेरि अनि मलाई एकदम कृपाजनक हैन एकदम मैले कृपा गर्ने एकदम मलाई दया गर्ने मेरो मुख्य स्रोत चाहिँ प्राणी नै रहेको रहेछ हैन यो प्राणी बाहेक म जिउँदो रहन्न संसारमा म एक्लो बाहेक मैले के पनि गर्न सकिँदैन त्यही कारणले मलाई जति सक्दो साथ सहयोग गर्ने यो प्राणी नै हो हैन त्यही कारणले म भन्दा पनि एकदम महत्त्वपूर्ण सबै संसारको प्राणी हो त्यसै कारणले गर्दाखेरि सबै प्राणीको दुःख मैले अब भोग्नु पर्दछ हैन सबै प्राणीहरूको दुःख म आफै अब भोग्नु सक्छु भने यसरी अब अनि विचार र उहाँको परिश्रम अभ्यास चाहिँ उहाँमा निर्भर छ र उहाँसँग त्यस्तो थियो अनि यो आफ्नो सुख अरूलाई दिने अरूको दुःख आफूले लिने यो साटो पाटो लिने ध्यान चाहिँ अब भित्रैबाट अब उत्पन्न हुन्छ बाहिरबाट सिकाएर हुने होइन यस्तो बोधिसत्वहरूलाई अब यो यसरी साटो पाटो लिने अब बोधिचित्तको पाठ चाहिँ अब के हो त सुख दुःख साटो पाटो गर्ने पाठ चाहिँ अब त्यति धेरै लामो परिश्रम गर्न नपरिकन सहजै एकदम सजिलोसँग आफूले गर्न सकिन्छ मिकितोर्जी सानो छँदाखेरि अब स्वार्थको लागि कहिले पनि उहाँले सोच्नु नहुन्थ्यो हैन आफ्नो स्वार्थको लागि सुखको लागि आनन्दको लागि कहिले सोच्नु नहुन्थ्यो हैन आफ्नो पेट भर्नको लागि हैन आफूलाई निन्द्रा मिठो आउनुको लागि हैन खाना भोजन जिब्रो मिठो अब स्वाद राम्रोको लागि राम्रो शुद्ध अब एउटा घाँस बाँस कबासको लागि उहाँले अलिकता सोच पनि लिनु भएन हैन जहिले पनि सबै प्राणीको लागि
दुःखदेखि कसरी मुक्त दिलाउँ, मेरो सुख कसरी उहाँलाई दिउँ, मलाई सुख चाहिएको जस्तै अरूले सुख कसरी दिलाउँ, होइन भने यसरी प्राणी अब को हितमा उहाँले महान विचार अप्नाउनुहुन्थ्यो। अब त्यस्तो अब उहाँले त्यस्तो सोच्दाखेरि पनि अब प्राणीहरू सबै राम्रो मात्रै थियो त भनेर थिएन, कुनै अब त्योभन्दा पनि अब नराम्रो प्राणीहरू पनि धेरै नै थियो, होइन। अब मिकी दोर्जेको चेलाहरू सबै राम्रो थियो त, गुरु त्यस्तो भए त भन्दाखेरि चेलाहरू सबै राम्रो थिएन, होइन। सबै राम्रो थियो भन्नु मिल्दैन, नराम्रो पनि थियो, होइन। त्यो बेला अब एकदम के हो त, आफूलाई अब दुःख दिने, होइन, भनेको नटेर्ने, एकदम कठोर, एकदम बानी बेहोरा एकदम खरो हुने चेलाहरू पनि थियो। त्यस्तो समय पनि अब मिकी दोर्जेले जति दुःख दिए पनि, जति कष्ट दिए पनि मिकी दोर्जेले उनीहरूलाई दुःख दिनु भएन, होइन। अनि मिकी दोर्जेको एउटा सोचमा पनि उनीहरूले मलाई एउटा सत्कार नगर्दो रहेछ, मलाई प्रतिष्ठा सम्मान नगर्दो रहेछ भने त्यसरी अनि त्यसरी कहिले पनि उहाँले सोच्नु भएन, होइन। त्यस्तो दुःख दिने मान्छे भेट्दाखेरि पनि आफ्नो चेला त्यस्तो हुँदाखेरि मिकी दोर्जे के हो त, ओ उनीहरूलाई मैले कसरी सुख शान्ति दिलाउन सकुँ, कसरी गलत धारणा, गलत विचार, कुविचारबाट मैले मुक्त गराउन सकुँ, होइन, कसरी मैले राम्रो मार्गमा लाउन सक्छु, एउटा राम्रो सद्भावना बाहेक कुधारणा कहिले पनि उहाँले यसरी बिउजाउनु भएन। अनि कसैले के भनेको थियो भन्दाखेरि, होइन, कसैले के भनेको थियो भन्दाखेरि मिकी दोर्जेले यसरी अब एक दिन गरेको विचारहरू पनि सामान्य मान्छेले जीवनभर गर्नु सक्दैन, होइन। उहाँले यस्तो प्राणीहरूको लागि खटिएको काम चाहिँ अरूले कसैले सक्दैन हो। उहाँले गरेको जति अरूले कसैले गर्नु सक्दैन, उहाँको दुःख कष्ट जस्तो हामीले कहिले पनि भोग्नु सक्दैन भन्ने यसरी भनेको पनि थियो। कुनै कुनै अब गुरुहरू, होइन, एउटा धर्मको नाम लिएर, होइन, काम चाहिँ अब अधर्म मचाउने गुरुहरू धेरै पनि हुन्छ, होइन। अनि त्यस्तो अब जुन अब मिकी दोर्जेको एउटा धर्म जुन यो दुई बेला चाहिँ के हो त भन्दाखेरि धर्मको रूप लिएर अब अधर्म मचाउनु, त्यसको लागि चाहिँ एकदम दुश्मन जसरी उहाँले अब तिनीहरूलाई अब शाखा पार्नुहुन्थ्यो, होइन। त्यस्तो मान्छेहरू, होइन, त्यस्तो मान्छेहरूलाई चाहिँ अब विशेष गरी अब उहाँहरूले अब मार्गमा ल्याउनुको लागि उहाँले धेरै नै अब विभिन्न ज्ञानको शास्त्रहरू, विज्ञानको औजारहरू यसरी उहाँले वर्षाउनुहुन्थ्यो, प्रज्ञाको ज्ञानको वर्षाउनुहुन्थ्यो यसरी, होइन। त्यही कारणले गर्दाखेरि अनि कुनै कुनै गुरुहरू के हो त भन्दाखेरि अब आफूले धर्म गर्यो, राम्रो काम गर्यो, अरू पनि धर्महरू गर्ने चाहने, त्यसमा डाहा गर्ने, ईर्ष्या गर्ने हुन्छ। तर मिकी दोर्जेले, होइन, आफूभन्दा पनि धेरै धर्म फैलाउने गुरुहरूप्रति उहाँले सद्भावना राख्नुहुन्थ्यो अनि उहाँले आनन्द र खुसी मान्नुहुन्थ्यो। आहा, संसारमा दुःखलाई अन्त गर्ने, सुख बाँड्ने गुरु यस्तो पनि रहेछ, उहाँहरू पनि रहेछ, आहा, यस्तो गुरुहरू धेरैभन्दा धेरै नै जन्माओस्, उदय होस् भन्ने यसरी उहाँले खुसी मान्नुहुन्थ्यो। यो उहाँको एउटा बोधिचित्तको एउटा लक्षण पनि थियो, होइन। त्यस्तै गरी अब अरू धन सम्पत्तिले भरिपूर्ण हुँदाखेरि अब डाहा गर्ने, ईर्ष्या गर्ने, खुट्टा तान्ने कहिले पनि गर्नु नहुन्थ्यो उहाँ, होइन। जहिले पनि उहाँ अनि धर्म गर्ने व्यक्तिलाई खुसी मान्ने, होइन, अनि सम्पत्तिवालालाई खुसी मान्ने, यस्तो अनि उहाँको क्वालिटी एउटा गुण थियो। तर एउटा धर्मको नाम लिएर अब एउटा रूप धर्मको एउटा भक्तिको तर पनि आदरमा मचाउने गुरुहरू चाहिँ के हो त, व्यक्तिहरू के हुन्छ भन्दाखेरि किसिम के हो त, अरू धन सम्पत्ति धेरै हुँदाखेरि खुट्टा तान्ने, विभिन्न अब डाहा गर्ने हुन्छ, होइन। त्यस्तै अरूले त धर्म प्रवचन गरे, धर्मचक्र फैलायो भने के हुन्छ त, डाहा गर्ने, ईर्ष्या गर्ने, कुरा काट्ने, त्यसलाई गर्नु नदिने, त्यस्तो अधर्महरू मचिन्छ। त्यो त के हो त भन्दाखेरि एउटा धर्मको रूप लिएर अधर्मको एउटा के हो त काम गर्ने, त्यो एउटा राक्षसको रूप जस्तै हो।
त्यसै कारणले गर्दाखेरि अब आफूमा अब यो जीवनमा म सुख शान्ति चाहन्छु भन्ने अनि चित्त आफूले अब सुख शान्ति एउटा सङ्कलन गर्ने एउटा अभ्यास आफूमा छैन भने सबै प्राणीहरूको दुःख म लिन्छु सुखहरू दिन्छु भने हाँस्ने कुरा नै हो होइन। यसमा त एउटा धेरै नै अब सत्यता नभएको देखिन्छ यसमा होइन, हाँसो लाग्ने कुरा हो। विभिन्न यो अर्थहरू विभिन्न कारणहरू पल्टाउँदाखेरि सत्यता कुरा हेर्दाखेरि होइन उहाँको तन मन एकै नै भएको अर्थात् कथनी कहानी एक भएको होइन, जे बोलेको त्यही नै गरेको एकता जनाउँदछ। उहाँले के सोच्नुभयो सबसे तल्लो निज प्राणीहरूलाई बुद्धको ज्ञान दिलाउनको लागि सबसे राम्रो उपाय मार्ग के रहेछ त भन्दाखेरि दुःख साटो पाटो गर्ने होइन, आफ्नो ठाउँमा अरूलाई राख्ने अरू ठाउँमा आफू बस्ने अर्थात् आफ्नो सुख शान्ति भएको ठाउँमा अरूलाई राख्ने अर्को दुःख भएको ठाउँ आफू जाने होइन होइन यसरी। अनि यही नै हो निज प्राणीहरूलाई बुद्धको मार्गमा लाने होइन। त्यसमध्ये झन् विभिन्न आफू घमण्ड ईर्ष्या गरे भने त्यो त प्राणीहरू त तल्लो तहको प्राणीहरूले बुद्धको भूमिमा लानु सकिँदैन। जुन जुन मान्छे डाहा गर्छ त्यसलाई डाहा मेटाउनको लागि उसलाई राम्रो ठाउँमा लगाएर आफू त्यो डाहा हटाउनुको लागि अब लागि पर्यो भने अब एक किसिमको बोधिसत्वको अब पाठ र एक किसिमको साटोपाटो गर्ने ध्यानमा अवश्य छुन पुग्दछ। अब कुनै कुनै बेला अब आफूले धेरै योजनाहरू अब राखिएको हुन्छ, योजनाहरू आफूले अब पस्काएको हुन्छ होइन होइन, त्यो योजना गर्ने क्रममा अब सिद्ध भएन पुरा भएन भने के हुन्छ किसिमको अब त्यसमा अब के हो त भन्दाखेरि अब योजनाहरू खत्तम भयो, योजनाहरू पुरा हुन सकेन, आफूले सोचेको कामहरू पुरा हुन सकेन भने के हो त अनि मिकी दोर्जीले चाहिँ अब कहिले पनि तिमीले गर्दा नराम्रो भएको, तिमीले गर्दा पुरा हुन सकेन होइन, यसरी कहिले पनि नराम्रो यसरी कहिले भन्नु नहुन्थ्यो अरे। र राम्रो काम आफूले योजना राखेको छ त्यो पुरा भयो भने यो काम मैले गरेको होइन, यो काम मैले गरेको, यो काम गर्नुको लागि मैले धेरै लामोसम्म खट्यो भने यसरी आफूले कहिले पनि प्रशंसा गर्नु नहुन्थ्यो अरे। दुःख परे पनि अरूलाई नहेप्ने होइन, सुख परे पनि त्यसमा नमात्तिने अर्थात् सुख पर्दाखेरि नमात्तिने दुःख पर्दाखेरि नात्तिने त्यस्तो एउटा भएको एउटा सोच विचार भएको एउटा महान विचार भएको एउटा मिकी दोर्जी थियो होइन, गुरु हुनुहुन्थ्यो होइन। त्यसैले मिकी दोर्जीले सानोदेखि नै सानो छातादेखि नै उहाँले अनि यो साटोपाटो गर्ने ध्यान उहाँले कसरी अब गर्नुहुन्थ्यो त अभ्यास गर्नुहुन्थ्यो त भन्दाखेरि उहाँले अब एउटा योग्यता चेला छ भने होइन उहाँले बताउनुहुन्थ्यो अरे। अनि उहाँले भन्नुहुन्थ्यो अरे कि अनि के भन्नुहुन्थ्यो भन्दाखेरि होइन कुनै प्राणी अनि आफ्नो चेला नजिक एकदम एकदम विद्वान भएकोहरूलाई चाहिँ उहाँले अब जुन मन मिल्ने चेलाहरूलाई चाहिँ गुरुले के भन्नुहुन्थ्यो अरे हो जुन त्यो प्राणी एकदम बिरामी थियो होइन त्यसलाई चाहिँ अब मेरो मनदेखि त्यसको दुःखलाई चाहिँ मैले समाप्त गरेर अन्त गरेर उसको दुःख चाहिँ मैले होइन उसले थाहा नपाइकन उसको दुःख चाहिँ मैले लिँदाखेरि म एकदम बिमार एकदम मलाई एकदम कष्ट त्यस्तो भएको थियो होइन, मलाई असुरक्षा एक किसिमको त्यस्तो भएको थियो भनेर होइन, मलाई अलिकति ज्यान सुरक्षा एक किसिमको म सुस्वस्थ थिएन भनेर यसरी आफ्नो गोप्य रूपमा आफ्नो चेलाहरूलाई अनि भन्नुभएको थियो अरे। तर पनि जुन मिकी दोर्जीले जुन अरू दुःख भएको प्राणीको दुःख लिनुभएको थियो नि जुन लिनेवालाको अर्को प्राणीको
उहाँको प्राणीलाई चाहिँ थाहा नहुन्थ्यो अरे म कसरी एकदम स्वस्थ भएँ, म कसरी अब म निरोगी भएँ, म कसरी निको भएँ, त्यो मान्छे थाहा नहुन्थ्यो अरे। तर पनि मिकिदोर चाहिँ यसरी लिएर होइन, अर्को दुःख आफूमा लिएर आफू चाहिँ अब अस्वस्थ त्यस्तो भएको कुराहरू चाहिँ आफ्नो योग्यता योग्यवान चेहराहरूलाई बताउनुहुन्थ्यो अरे। अब यो चाहिँ के हो त, अब यो आफ्नो भावना मात्रै होइन नि त, होइन जुन प्राणीहरूको दुःख सबै अन्त होस्, सुख पाओस्, यो त एउटा हाम्रो सोच मात्रै हो, एउटा किसिम भावना मात्रै हो। तर मिग्युतोले साँच्ची नै उहाँको सोचेको जसरी नै उहाँको दुःखलाई अन्त पारेर त्यो दुःख आफूमा लिनु, त्यो त भावना मात्रै, त्यो त एकदम अभ्यास नै हो, होइन। त्यस्तो अभ्यास भएको अनि एउटा विचार र एउटा प्रयोग अभ्यास दुवै एकीकरण गरेर उहाँले अब यसरी सानो छँदाखेरि यसरी लिनुहुन्थ्यो अरे। यो चाहिँ अब होइन, यसरी अब उहाँले गर्नुहुन्थ्यो। त्यही कारणले उहाँ म कर्मपा हुँ, म एउटा ज्ञानी पुरुष हुँ, म आठौँ कर्मपा हुँ भने यसरी उहाँले अब भन्नु नहुन्थ्यो, होइन। यदि कुनै मान्छेलाई अब भन्दाखेरि एउटा श्रद्धा भक्ति फैलिएर जाने अत्यन्त महत्त्वपूर्ण एउटा सत्यता त्यहाँ के अब ज्ञानको उदय हुने हो भने अनि अनि कुनै कुनै बेला अनि उहाँले वचन दिनुहुन्थ्यो अरे कि यो चाहिँ मैले गरेको हुँ, यो म हुँ भने यसरी एउटा सद्भावना, एउटा विश्वास, श्रद्धाहरू उदय हुनेवाला छ भने यसरी उहाँले कहिलेकाहीँ बताउनु हुन्थ्यो अरे, होइन। र उहाँले सामान्यमा समग्र जीवनभर उहाँ के हो त, हामी सबै एकै नै हो, हामी सबै एउटै नै हो भने यस्तो सद्भावना लिनुहुन्थ्यो अरे, समानता विचार, होइन। म ठुलो हुँ, म गुरु हुँ, म बुद्ध समान हुँ, म यसको अब अवतारी हो, कर्मको रूपमा आएको हुँ भने यसरी कहिले आफूलाई ठुलो सोच्ने, अरूलाई होइन तल्लो तहको सोच्ने कहिले नगर्नुहुन्थ्यो अरे। अनि उहाँले चाहिँ के हो त भन्दाखेरि अनि अरूलाई अब हेला हिंसा गर्ने, होइन, अरूलाई हेला हिंसा गर्ने, आफू एक धनी कहिले पनि नसम्झाउनुहुन्थ्यो। यदि कसैले भन्थ्यो अरे कि यदि मिकी दोर्जीलाई जस्तो ज्ञान भएको छ भने त अर्को मान्छेहरूले त मिकी दोर्जी ज्ञान कुनै अरू व्यक्तिमा छ भने त अर्को मान्छे अरू मान्छेहरू पुरा दुःखले पुरा अब उनीहरूलाई त लट्टे पट्टी गरेर एक किसिमको के हो त तलोतिर एक किसिमको रोमाल्थ्यो होला, होइन। सबै अब आफ्नो अधिकारमा लिएर अब तछर मछर गर्थ्यो होला भन्दियो र, होइन। अब त्यस्तो भन्ने हुन्थ्यो होला, तर पनि त्यो सत्य ज्ञान चाहिँ अब मिग्यु दोर्जेमा भएकोले अब त्यो चाहिँ अब सत्यता हुनु पुग्यो भने यसरी नै अनि भन्ने भनाइ छ। अब कुनै कुनै बेला चाहिँ के भन्यो भन्दाखेरि उहाँलाई अब उहाँले चाहिँ अब कर्मपाको अब यो परम्परा वंश चाहिँ यो मान्छेले अब उँभो लाउँदैन, होइन। उसले चाहिँ अब जहिले पनि अब अर्को दुःख अब मात्रै लिन्छ, होइन। एउटा कर्ममा भइसकेपछि एउटा सबैमा अरूभन्दा पनि अलिकता छुट्टा हिसाबको बोलचाल, अलिक किसिमको सबैमा समाधान नभएर अलिकता धेरै नै एउटा विचार त्यस्तो गरी अब अरूभन्दा फरक टाइपको हुनुपर्ने हो। तर पनि सबै प्राणीसँग सम्बन्ध रहेको छ, यस्तो उहाँले पनि कर्म भएको एउटा परम्परा के अब लिनु सक्छ होला, सक्दैन होला भन्ने आरोप एक किसिमको कुरा काट्नेहरू पनि धेरै थियो अरे। जुन त्यो बेला चाहिँ उहाँले के गर्नु पाएको थियो भन्दाखेरि दक्षिण सेवा साटो पाटो गर्ने अब अभ्यास उहाँले लिनुभएको थियो। त्यसैले गर्दाखेरि होइन, अनि उहाँको एउटा जीवनी मुक्ति कथामा हेरिसकेपछि अब ऊ साटो पाटो गर्ने ध्यान अभ्यास त यस्तो पो रहेछ भने उहाँको यसरी लीलामा हेरेर, होइन। अनि हामीले चिन्नुपर्ने, हामीले थाहा हुनुपर्ने अत्यन्त अनिवार्य देख्दछु म। अब आधा घन्टाको लागि म विश्राम राख्न चाहन्छु। योभन्दा अगाडि मिग्यु दोर्जेले अनि अभ्यास गर्नुहुने यो साटो पाटो ध्यानको विषयमा केही बुदाहरू बताए। अब यो साटो पाटो ध्यानको विषयमा बताउनु पर्दाखेरि, होइन, हामीले अब एउटा कुनै इतिहास चाहिँ अब हामीले जसरी नै बुझ्नु पर्दछ। अब यसको इतिहास के हो त भन्दाखेरि, होइन,
उहाँको अब लङ्री थाङ्पा पनि भनिन्छ उहाँलाई उहाँलाई चाहिँ अब दोर्जे सङ्गे भनिन्छ उहाँलाई खास अब यो दक्षिण झेवा अर्थात् साटोपाटो गर्ने अब मुख्य अब यो अभ्यास चाहिँ अब यो लङ्री थाङ्पादेखि अब सुरुवात भएको हो अनि त्यहाँदेखि सुरुवात भएको हुँदाखेरि उहाँको यो मुक्ति जीवनी कथा चाहिँ अत्यन्त जरुरी देख्दछु उहाँ चाहिँ अब 11औं शताब्दीमा उहाँ अब आउनु भएको हो उहाँको जन्मस्थल चाहिँ ल्हासा टोङ्केर फेम्बा ह्लुन्डुप जोङ भन्नेमा चाहिँ उहाँ चाहिँ अब जन्म लिनु भएको थियो यो लङ्री थाङ्पा र स्याङ स्यारवा हैन अनि पोतवा यो तीनजना चाहिँ अब यो चाहिँ एक किसिमको के हो त सूर्य र चन्द्रको जोडी हो भनिन्छ हैन जुन पोतवाको विद्यार्थी थियो उहाँ चाहिँ पोतवा गुरुको एकदम अब चलेको प्रख्यात विश्वविख्यात चेला चाहिँ दुईटा थियो यो चाहिँ के हो त भन्दाखेरि हैन यो लङ्री थाङ्पा र अनि स्याङ स्यारवा थियो पहिलो अब कदम्बा मालिकहरूको अब आर्य मालिकहरूले अरूको लागि आदान प्रदान गर्ने दिमाग अब नि प्रशिक्षण निर्देशन गोप्य राखेको थिए अनि पछि अब यो उहाँले अब तर यो लङथाङ अब लङ्री थाङ्पा चाहिँ लङथाङमा गुम्बा बनाउनु भयो उहाँले चाहिँ अब 2000 सम्म उहाँको चेला भिक्षुहरू उहाँले बनाउनु भयो लङथाङ भन्ने ठाउँमा चाहिँ लङ्री थाङ्पाद्वारा अब यो उहाँको गुम्बा चाहिँ अब कस्तो छ भन्ने म तपाईँलाई देखाउन चाहन्छु मैले चिनेको एउटा मित्रलाई मैले फोटो मार्फत मैले यहाँ देखाउन गइरहेको छु यो गुम्बा चाहिँ यो लङथाङ गुम्बा यही नै हो लङथाङ गुम्बाको यो ग्याङ गुम्बा यही हो लङथाङ गुम्बा चाहिँ पहिला अब चाहिँ यो के हो त कदम्बाको एउटा गुम्बा थियो अहिले आएर चाहिँ अब साके गुम्बा अब परिवर्तन भयो अहिले चाहिँ अब साकेको यो ट्रेडिसन साकेको यो परम्परा चाहिँ अब यहाँ चलिरहेको छ परम्परा धर्म मानिन्छ यहाँ अब यो लङथाङ गुम्बाको मुख्य अब यो मूर्ति हैन चाहिँ के हो त यो लङ्री थाङ्पाको मूर्ति हो यो हामीले अब यो टोपीको विषयमा कुरा गर्दाखेरि हैन यो यो अहिले टोपी छ नि यो लङ्री थाङ्पाको टोपी यो चाहिँ अब हाम्रो धपुर मुसेको अब टोपीसँग मिल्जुल हुन्छ त्यही कारणले गर्दाखेरि यो धपुर मुसेले ग्रहण गर्नुभएको यो टोपी चाहिँ अनि यो कदम्बाको टोपी देखि सुरुवात भएकोले हैन यो अब कदम्बाले लाउने टोपी हो कि जस्तो मलाई लाग्छ कि त्यही कारणले नै अब यो गेलुक लगायतका अब विभिन्न गुरुहरूले पनि यस्तो पहेँलो टोपीहरू लगाउने अहिले यो सञ्चालन भनौँ न अब यो प्रचलन छ हैन यहाँदेखि सुरुवात भएको हो कि जस्तो मलाई लाग्छ यो कदम्बाको उहाँ अब कदम्बा गुरु भएकोले घम्बोले लाउने कदम्बादेखि अब सुरुवात भएकोले कदम्बाको टोपी हो भन्ने अब बुझ्नु जान्छ कि जस्तो मलाई लाग्छ गुम्बाको मुख्य मूर्ति रहेको छ यो लङथाङ गुम्बाको मुख्य मूर्ति यो लङ्री थाङ्पाको मूर्ति हो यो लङथाङ गुम्बाको यो कदम्बाको समयमा चाहिँ हैन यो दक्षिण झेवा साटोपाटो गर्ने यो पाठ ध्यान चाहिँ लुकाएर गोप्य रूपमा गर्ने बाहेक प्रत्यक्ष रूपमा देखाएर गर्ने चाहिँ गर्दैन
अब त्यो बेला चाहिँ यो लङ्ग्री थाङको गुरुले चाहिँ अब यो 8 श्लोकमा उहाँले मिलाउनु भयो हैन जुन दक्षिण जेवा साटो पाटो गर्ने अब यो पाठ चाहिँ उहाँले अनि 7 श्लोकमा यसरी उहाँले बताउनु भयो हैन अब त्यसरी अब एक समानको साटो पाटो ध्यान अनि साटो पाटो गर्ने अब यो ध्यान दक्षिण झेवा र दक्षिण न्याम्जे हैन आफू र अरू समानता र आफू र अरूमा साटो पाटो गर्ने यसरी ध्यान चाहिँ लङ्ग्री थाङबोले 7वटा शब्दमा यसरी उहाँले पस्काउनु भयो यो यसमा अब यो दक्षिण झेवामा चाहिँ तोङलेन भनेको चाहिँ अब सास फेर्ने हैन लिने सास प्रश्वास लिने अब यहाँ पाठहरू जोड्नु भयो त्यो पाठ जोड्दाखेरि उहाँले के बताउनु भयो भन्दाखेरि मैले सास लिँदाखेरि मैले व्यर्थमै सास फाल्ने लिने गरेको छैन मैले त्यो सास प्रश्वास लिने बेला चाहिँ मैले जहिले पनि साटो पाटो गर्ने ध्यानमा मैले लगाएँ त्यसमा म सधैँ नै त्यसमा नै म व्यस्त भएँ मैले व्यर्थमै मैले त्यतिकै अनि सास मैले फालेन हैन मैले सास फाले पनि लिए तापनि सबै प्राणी हितको लागि मात्रै यसरी सास प्रश्वासको मैले अनि यसरी सास प्रश्वासको मैले लिने क्रममा यसरी ध्यानहरू मैले अनि यसमा टाँसिएँ भने यो जाङ छेकावा भन्ने एउटा घिसेला किसिमको यो कदम्बा घिसे हुनुहुन्छ कदम्बा गुरु उहाँले चाहिँ अब के हो त भन्दाखेरि हैन एउटा अब उहाँले रचना गर्नुभएको 7वटा शब्द भनौँ न यो 7वटा श्लोक देखेर त्यो देख्ने बित्तिकै उहाँको मनमा एकदम धर्म जागेर पलाएर हैन अब म यो दक्षिणको मती 8औं मती शोधनको पाठ चाहिँ म गर्नु पर्दो रहेछ भने यसरी अब पछि गएर त्यो उहाँले अध्ययन गर्नुभएको थियो पाठ गर्नुभएको थियो यसमा चाहिँ के छ भन्दाखेरि हैन अब यो गेसे चेकावा यी 8 श्लोक सुनेर पहिलो पटक चाहिँ कदम्बमा विश्वास उत्पन्न भएको बताए त्यहाँ यो मती शोधनको 8 पदहरूका 2 संस्करणहरू छन् पदहरू जुन आज प्रसिद्ध छन् साथै गद्य संस्करण छ मलाई अचम्म लाग्छ कि वास्तविक 8 पदहरू गद्य संस्करणमा हुन सक्छ कारण यो छ कि पद शब्दले पद वा वाक्यको एक लाइनलाई जनाउँछ तर पद्य संस्करणलाई 8 लाइन वा वाक्य वंशहरू मात्र मान्ने कुनै अब तरिका छैन त्यही कारणले गर्दाखेरि यो छोटो शब्द र लामो शब्दमा हैन अलिकता नमिल्ने हुँदाखेरि अनि यो लामो शब्द भएको चाहिँ अनि यो लामो शब्द भएको चाहिँ पक्कै नै म यो सिकेमा जस्तो मलाई लाग्छ अब यो 8वटा शब्द भएको यो मती शोधनको पाठ किनभने यो अर्को यो छोटो हैन छोटो पद्य चाहिँ के हो त भन्दाखेरि यसमा चाहिँ अब 7वटा मात्रै शब्द भएकोले अब यो श्लोक भएकोले नमिलेको हुँदाखेरि साँच्ची नै यो लङ्ग्री थाङबोले गर्नुभएको यो मती शोधन चाहिँ 8वटा हो भने चाहिँ यो सिग्लुक अर्थात् यो लामो शब्द भएको चाहिँ हो जस्तो मलाई लाग्छ त्यसै गरेर अब यसमा के लेखेको छ भन्दाखेरि हैन अब मूल रूपमा के लेखेको छ भन्दा विद्वानहरू भन्छन् कि लङ्ग्री थाङबोको संस्कार मूल रूपमा पढियो यो सोचेर सबै भावुक प्राणीहरू इच्छा पूरा गर्ने रत्न पार गर्नुहोस् सर्वोच्च राम्रो काम गर्नको लागि म सधैँ माया गर्ने प्राणीहरूमा तालिम दिनेछु भने यसरी बताउनु भएको छ अब त्यसै गरी यो सेम्प धर्मसोनम भने अब यो
यसरी एउटा व्यक्ति जसले अरूको लागि आफूलाई आदान प्रदान गर्ने अभ्यास गर्दछ उसले आफ्नो लागि सबैभन्दा तल्लो स्थान लिन र आफ्नो शिरको मुकुटमाथि सबैलाई ठुलो वा कम अब भोग्न सक्षम हुनुपर्दछ। जतिसुकै गहिरो पाठ पढे पनि सबै गल्ती आफ्नै हो भन्नु भन्दा फरक बुझ्नु नसकिने उनको भनाइ थियो। अब अब यो भनौँ न किसिमको के हो त यो संक्षेप धर्मसनम भने अब उहाँले के बताउनु भएको छ भन्दाखेरि होइन अब यो हामीले आफ्नो मनलाई शोधन पार्ने होइन एक किसिमको यो दक्षिण जेवा साटोपाटो गर्ने ध्यानको लागि के गर्नु पर्दछ त भन्दाखेरि अब हामीले होइन अब एक किसिमको एक समानताको अब कुराहरू अब हामीले हुनुको लागि एक समानताको ज्ञान आफूमा बर्साउनुको लागि हामीले के गर्नुपर्छ मुख्य भन्दाखेरि सबैमा समानता र आफू चाहिँ तल्लो तहको सोच्ने होइन होइन आफूले तल समात्ने अर्थात् आफू सानो बन्ने ठुलो नबन्ने त्यस्तो भयो भने चाहिँ एक किसिमको अब आफू अरू समानताको ज्ञान चाहिँ लिन सक्छ जस्तो मलाई लाग्छ। यसको पाठ यो हो जस्तो मलाई लाग्छ। अब एउटा यहाँ शब्द बताएको छ होइन यहाँ के छ भन्दाखेरि अब यो संक्षेप धर्मसनम गुरुले चाहिँ के भन्दाखेरि होइन विभिन्न किताबमा लेखेको छ होइन अब आफ्नो दुःख आफ्नो सुख अरूलाई दिने होइन अरूको दुःख आफूले आफ्नो सुख अरूलाई दिने होइन भने त्यो विभिन्न जस्तो किताबमा लेखिएको कुरा पनि अब मैले के बुझ्न सकेँ त भन्दाखेरि होइन जे जस्तो भयो भने के हो त भन्दाखेरि सबै प्राणीहरू चाहिँ एउटा सुखको आधार हुनुपर्ने हुने रहेछ र आफू चाहिँ अब अरूलाई सुख शान्ति राख्न सक्यो भने आफू नै सुख शान्ति हुनु सक्ने रहेछ भने जति लेखे पनि मैले यो बुझेँ भने यसरी अनि बताउनु भएको थियो। उहाँ चाहिँ अब यो लङ्ग्री थाम्बा भने अब लङथामा गुम्बा पाउनु भयो उहाँ लङ्ग्री थाम्बा भन्नुभयो होइन उहाँ चाहिँ अब जीवनमा 3 पटक बाहेक अरू जीवनमा हाँस्नु भएको थिएन अरे जहिले पनि सबै प्राणीको लागि अब काम गर्ने हुँदा उजा अब उहाँको रूप अँधेर नै थियो अरे होइन तर 3 पटक उहाँ हाँस्नु भयो अरे। अनि 3 चोटि हाँस्नु भएको बेलामा पहिला के कसरी हाँस्नु भयो भन्दाखेरि होइन यो लङथम्बा गुरु चाहिँ जहिले पनि कालो नजर देखाउनुहुन्छ हाँस्नु हुँदैन भन्दाखेरि त्यो बेला अनि सबैले अब भनौँ न उज्यालो मुहार नदेखाउनु हुँदो रहेछ यसरी भन्ने बेलामा अलिकति मुस्कान दिनुभएको थियो अरे। अनि उहाँले त्यो बेला के भन्नुभयो त जवाब दिनु के भयो भन्दाखेरि यो प्राणीको दुःख हेऱ्यो भने सबै प्राणीको दुःख कष्ट हेऱ्यो भने त्यहाँ हाँस्ने ठाउँ छ त हाँस्ने ठाउँ कुनै पनि छैन भने यसरी लङ्ग्री थाङ्पाले यसरी भन्नुभएको थियो अरे। अब हामीले भन्ने क्रममा होइन यो दुःख संसार चाहिँ दुःखको ब्रह्माण्ड हो दुःखको संसार हो मुखले मात्रै भन्छ तर भित्री मनको मर्मदेखि हामीले बताएको छैनौँ नि होइन त्यो चाहिँ हामीले थाहा हुनुपर्दछ। तर लङ्ग्री थाम्पाले अब होइन अब उहाँले जहिले पनि अब नहाँस्दा पनि अब उहाँले जीवनभर हाँस्नु भएको छैन त भने होइन उहाँले जीवनमा 3 चोटि हाँस्नु भयो यो लङ्ग्री थाम्पा गुरु चाहिँ। पहिलो पटक कसरी हाँस्नु भयो त भन्दाखेरि कुन कारणले उहाँ हाँस्नु भयो त भन्दाखेरि पहिलो क्रममा चाहिँ एक समयमा अभ्यास गर्ने क्रममा चाहिँ अब अनि आफ्नो चेलाहरू चाहिँ उहाँलाई चाहिँ अब मण्डल चढाउनु थियो अरे चढ्ने क्रममा अब यो मण्डल चढ्दाखेरि होइन विभिन्न धान गहुँ जौ चढेर अब गर्ने हुन्छ होइन। अनि त्यो बेला मण्डलमा चाहिँ मण्डलको माथि एउटा यु होइन
अब यु भनिन्छ जुन चाहिँ अब हामीले एकदम रत्नमल्ल अनि गइयो एकदम महँगोवाला रत्न थियो अरे त्यो राखेको रहेछ अरे अनि त्यो चढाउने बेलामा चाहिँ लामाहरू त्यो लाङ्रे थामा चढाउने बेलामा त्यहाँ मुसा आयो अरे अनि अब मुसाले चाहिँ अब जे पाए त्यो लाने भेटेर देख्ने त्यो लाने भन्दाखेरि अब त्यो चाहिँ अब अनि अनि मुसाले त्यसलाई अब जुन यु होइन रत्न हरि निलो अनि रत्न लानु खोज्दाखेरि अब त्यो मुसाले त्यो हल्लाउन सकेन होइन अनि त्यो मण्डल चढाउने क्रममा चाहिँ अनि होइन अनि एकजना एउटा मुसाले त्यो युलाई अब लानु नसके दुईजना मुसाले एउटाले कोटाउने एउटाले धकल्ने गर्दाखेरि त्यो मुसाले अब त्यो यु लानु सफल हुँदाखेरि त्यो मुसाले यस्तो नजर देखेर दृश्य देखेर मुसाले पनि यस्तो रत्न अनि रत्न यस्तो लागेको दृश्य देखेर एकचोटि उहाँ हाँस्नु भयो अरे होइन पहिलो पटक यसरी हाँस्नु भयो भन्नुहुन्छ उहाँ यो लाङ्रे थाम्पाको जीवनमा उहाँले अब दक्षिण जेवा होइन साटोपाटो गर्ने अब अभ्यास चाहिँ उहाँले अब गर्ने हो भन्दाखेरि मुखले मात्रै नभएर उहाँले अब कसरी गर्ने कला थियो त भन्दाखेरि होइन भन्दाखेरि एक समयमा उहाँले त्यो गर्ने क्रममा अनि आफ्नो भिक्षुहरूलाई धर्म प्रवचन गरिरहने बेलामा अनि त्यो बेला धर्म प्रवचन गर्ने बेलामा अनि एउटा गर्भवती महिला आइपुगेको थियो अब अनि एउटा भनौँ न त्यो आइमाईले एउटा नानी लिएर आएको थियो होइन प्रवचन गर्ने बेलामा अनि एउटा ग्राउन्डमा गर्ने बेलामा अनि त्यो आइमाईले के भन्यो भने यो नानी चाहिँ हो तिम्रो हो मेरो होइन तिमीले बचाउनु पर्छ भन्ने यसरी त्यो आइमाईले अनि राखेर अनि त्यो आइमाई चाहिँ त्यहाँ जानुभयो अरे होइन अनि त्यहाँ अनेकन धेरै लामा भिक्षुहरू हुनुहुन्थ्यो त्यो प्रवचन दिने क्रममा उहाँ गुरुको अगाडि त्यसो राख्दाखेरि होइन अनि त्यहाँ मान्छे आश्चर्यजना गरेर हेर्नुभयो अरे होइन के होला भनेर अनि त्यो बेला अनि मुहारमा कुनै चमक कुनै परिवर्तन नआइकन कुनै अब रातो पिरो नभइकन उहाँले स्वीकार गर्नुभयो अरे होइन अनि यसरी लाङ्रे थाङ्पाले त्यो छोरा स्वीकार गर्नु लानी स्वीकार गर्नुभयो अरे उहाँले पालन पोषण गरेर उहाँले हुर्काउनु ठुलो पार्नुभयो होइन अनि ठुलो हुर्काइसकेपछि फेरि के हो त भन्दाखेरि होइन अनि जब यो अब उसले अब भनौँ न बच्चालाई अब सूर्य जस्तै व्यवहार गर्यो होइन दुध खुवाउनेदेखि सबै अब गर्यो जब केटा ठुलो भयो कि अब उसको आमा बाबु उसको लागि आउनु भएर भन्नुभयो हामीले उसलाई हुर्काउन नसकेको कारण यो गर्यो र यदि हामीले यो नगरेको भए उसको हुर्काउन नसक्थ्यो हाम्रो छोरा निकै नै थियो त्यही कारणले भविष्य र अनि ज्योतिष शास्त्र अनुसार कृपया हामीलाई माफ गर्नुहोस् र हाम्रो छोरा हामीलाई फिर्ता गर्नुहोस् भनेर यसरी अनि भन्दाखेरि होइन फेरि लाङ्रे थाङ्पाले एकदम मुस्कान दिँदा चट्ट फेरि आफ्नो त्यो हुर्काएको आफूले बच्चा चाहिँ फिर्ता गर्नुभयो अरे अनि त्यही कारणले गर्दाखेरि यसमा विभिन्न उहाँले अब मैले हुर्काएँ भने विभिन्न टिप्पणी गरेर उहाँले गर्नु भएन होइन त्यही कारणले जति भएको दुःख कष्टहरू उहाँले स्वीकार गर्नुभयो र सुखहरूले प्रदान गर्नुभयो भने बताउँछ यो पाठदेखि अब यो लाङ्रे थाङ्पालाई नै एकदम प्रसिद्ध भनौँ न एकदम विश्वविख्यात होइन चेलाहरू उहाँको थिए त्यो भित्र पनि को थियो त भन्दाखेरि अब स्याफो घङबादाङ अनि ग्याचा रिवा रा लोचावा होइन तीन प्रकारको थिए अब यो स्याङ्पोको अब गुरु होइन खिङ्बो नल्जोर होइन कायुली अब कायु सम्प्रदायको अब उहाँ पनि एक किसिमको को त भन्दाखेरि यो लाङ्रे थाङ्पाकै अब यो चेलाहरू थिए उहाँ अब एक किसिमको के हो त एक भारतीय नाताले गर्दाखेरि अब होइन
एक भारतीय भएको नाताले म तिम्रो खिम्बु बन्न सक्दिनँ, तिब्बत जानुहोस् र सुनौलो रङ्गको ज्योतिको लङ्ग्री थाङ्बा बुद्ध अमिताभको अवतार छ भनेर यसरी अब लामा धोर्जे धेम्बा भनेको चाहिँ अब के हो त, अब एक किसिमको अब होइन यो खिम्बु नलचोर्दी अब उहाँ भारत गएर अनि एक किसिम के हो त भन्दाखेरि अब विभिन्न अब उहाँले समूहहरू शिलाहरू लिनु खोज्दाखेरि होइन, म त एउटा भारतीय भएको नाताले तिम्रो खिम्बु बन्न सक्दिनँ, तिमी एउटा टिबेटन एउटा भनौँ न भोटको एउटा गुरु भएकोले तिमीले भोटको गुरु नै देखाउनु पर्छ, लाङ्ग्री थाङ्बा चाहिँ बुद्ध अमिताभको अवतार हो, त्यहाँ गएर लिनु होला भन्ने यसरी आदेश दिनुभएको थियो। अनि त्यही कारणले गर्दाखेरि अनि यो खिम्बु नल्चोरको अनि गुरु चाहिँ एक किसिमको के हो त यो लाङ्ग्री थाङ्बाबाट पुनः अनि आदेश पाएर उहाँ अब शिला लिनुभयो। कदम्बा भ्रन्धरमा उहाँको अब अवलोकित ईश्वरको उत्पत्ति भएको बताएको हुन्छ। घेसे अब स्यापो गाउँबा भने उहाँको अब चेला छ लाङ्ग्री थाङ्बाको। अब लाङ्ग्री थाङ्बालाई त्यो घेसे स्याफो गाउँबे कसरी हेर्नु भन्दाखेरि, कसरी देख्नु, कसरी आफ्नो गुरुलाई हेर्नु हुन्थ्यो त भन्दाखेरि होइन, अब उहाँलाई चाहिँ प्राणी हितको लागि अब करुणामय एकदम ज्यादा छ होइन, अनि प्राणी हितको लागि पनि होइन अब उहाँ प्राणी हितको लागि अब प्राण दिनु पनि तयार छ होइन, होइन तर एक किसिमको गुरु भनौँ न एक किसिमको म मेरो गुरु चाहिँ एक किसिम के हो त भन्दाखेरि होइन प्राणी हितको लागि प्राण दिनु पनि तयार सक्ने र एक किसिमको के हो त अनि जुनै प्राणी अब आफूले प्राणीले आफूलाई अब कतै नोक्सान पुर्यायो भने पनि अब उसलाई अब प्राण दिनु सक्ने होइन, हित दिनु सक्ने छ, तर मसँग चाहिँ त्यस्तो अब छैन होइन, तर मेरो गुरुले सबै नै गर्नुहुँदछ भने चाहिँ लाङ्ग्री थाङ्बालाई घेसे स्याफुवाले आफ्नो प्रशंसा गर्नुभएको थियो। लाङ्ग्री थाङ्बा भएको समयमा चाहिँ अब के हो त भन्दाखेरि होइन त्यहाँ वरिपरि हुने अब के हो त प्राणीहरू अब एक हेला हिंसा नगर्थ्यो, एक किसिम के हो त प्राणीहरू पनि होइन एक किसिम के हो त भन्दाखेरि अब झगडा नगर्थ्यो होइन, त्यस्तो हुन्थ्यो लाङ्ग्री थाङ्बाको एउटा ज्ञानले गर्दाखेरि होइन। अनि अब लाङ्ग्री थाङ्बाले के हो त भन्दा के प्रार्थना गर्नुभएको थियो भन्दाखेरि होइन म अब एक किसिमको प्राणी हितको लागि म नरक लोकमा गए भने जानु पर्यो भने पाओस् मैले प्रार्थना गरेँ, तर मेरो प्रार्थना एक किसिमको अब के हो त अब पुरा नहोला, किनकि अब मर्नु आँटिसकेँ म होइन, अब किनकि अब म एक किसिमको म नरक लोकमा जानु सक्दैन होला, किनकि अब मैले जहिले पनि सबै सत्यता एकदम सबै प्राणीहरू सुख शान्ति भएको सत्यता विचार मात्रै आउँछ, त्यसले गर्दाखेरि म नरकमा जानु पाउँदैन होला भनेर उहाँ पिर गर्नुहुन्थ्यो अरे के। त्यही कारणले गर्दाखेरि उहाँ चाहिँ अब आफ्नो गुम्बाको छेउमा अब उहाँ प्राण जानुभयो लाङ्ग्री थाङ्बाको। अनि त्यो बेला एउटा वृद्ध हुनुहुन्थ्यो त्यो बेला, अनि त्यो बुढी आइमाईले के भन्ने भन्दाखेरि होइन त्यो प्राण अब त्यो लाङ्ग्री थाङ्बा परिनिर्वाण अब खस्नु हुने बेला एउटा बुढी आएर के भन्ने भन्दाखेरि होइन के होला है पहिला हो भने अब के हो त होइन यो गुम्बामा एक किसिमको यो बाजले चराहरू नखान्थ्यो होइन, त्यो किसिमको अब बुवासोले भेडा मार्दैन थियो, बाजले चरा लाइँदैन थियो, तर आज मैले एउटा बाजले चरा बोकेको देखेँ, लाङ्ग्री थाङ्बा यहाँ छैन जस्तो मलाई लाग्छ भनेर अनि उसले आफ्नो शरीर छटेको हुनुपर्छ भने उनले भनेको थियो अरे। त्यही कारणले नि अनि त्यस्तो अनि देख्ने बित्तिकै अनि त्यो बुढी आइमाई चाहिँ अनि गुम्बामा आउँदाखेरि टक्कै अनि लाङ्ग्री थाङ्बा चाहिँ अब परिनिर्वाण हुनुभएको थियो। त्यही कारणले
उहाँ चाहिँ अब गुरु पक्कै खस्नु भयो होला। पहिला गुरु यहाँ हुनु हुँदाखेरि बाजले झरा नरान्थ्यो, बसोले भेडा बाख्रा नमार्थ्यो। तर अहिले त्यस्तो देखे पक्कै गुरु चाहिँ यो संसार छाडेको हुनुपर्छ भने यसरी अनि बेग्लै अदृश्य अब भिन्न किसिमको एउटा त्यसो देखेको थियो अरे भन्ने अब त्यस्तो भनाइ पनि छ। अब यो इतिहास पनि छ। यो उहाँको अब जुन अब अस्तो राख्ने अब स्तूप पनि अहिले राखिएको छ, त्यो लङथाङ गुम्बामै छ। त्यो चित्र तपाईँले देख्नुहुन्छ है, होइन? यो लङथाङ गुम्बाको उहाँको अस्तो राखिएको स्तूप अझै पनि तपाईँले देख्न सक्नुहुन्छ। यसमा भन्ने भनाइ के छ भन्दाखेरि होइन, दिन रात मान्छेले अनि घुमेको छ यहाँ चाहिँ। दिनमा चाहिँ मान्छेले घुमे, रातभरि चाहिँ अब भगवानले पनि अनि घुम्ने गरिन्छ भने भनाइ छ। र यो चाहिँ के हो त भने भगवानहरू देख्न सक्नेले मात्रै देख्न सकिन्छ भने भनिएको छ, होइन? गेसे सेङसुवा भन्नेले अब यो अनि विभिन्न अब भगवानले मान्छेलाई फोहोर मैला भयो भने भगवानले दुःख दिने हो मान्छेलाई, होइन? अनि मान्छे अब त्यस्तो अब फोहोर मैला भएको खण्डमा अनि त्यो संरक्षण गरेपछि घेसेले के रुल गर्नुभयो भन्दाखेरि होइन, दिउँसो चाहिँ मान्छेले कोरात गर्ने, राति चाहिँ गर्नु नपाउने त्यस्तो नियम राखेको थियो अरे। र यो यसमा ठुलो के अक्षर के लेखेको छ भन्दाखेरि होइन, यहाँ चाहिँ अब दिउँसो बाहेक राति चाहिँ कोरा गर्नु पाउँदैन है। यहाँ चाहिँ अब बेलुका यसमा परिक्रमा गर्नु पाउँदैन, यहाँ मनाइ छ भनेर यसरी लेखिएको छ। किनकि अब मान्छेले चाहिँ राति चाहिँ भगवानले यसको घुम्ने परिक्रमा गर्ने भएकोले होइन, अनि यसो लेखिएको हो। अनि यो फेम्पो भन्ने ठाउँमा छ, होइन? यदि भविष्यमा तपाईँहरूले यस्तो त्यहाँ जाने मौका पायो भने होइन, तपाईँको अब के अब आर्थिक अब समय अब तपाईँले मिल्यो भने होइन, अनि भविष्यमा यो लाङ्रीथाङपोको यो छेदेनमा अनि गएर अनि परिक्रमा गर्नुभयो भने अत्यन्त सुन्न सुगन्ध थपिने जस्तो मलाई लाग्छ। यसरी तपाईँले त्यहाँ गएर प्रार्थना गर्नुभयो भने जिउँदै एउटा अमर बोधि चित्त एउटा दक्षिण जेवा साटोपाटो गर्ने ध्यान तपाईँमा बिउजिने धेरै नै ठुलो आफूलाई एउटा ज्ञान मिल्ने जस्तो मलाई लाग्छ। यो चाहिँ अब यसरी गर्नुभयो भने भविष्यमा अत्यन्त राम्रो होला जस्तो मलाई लाग्छ। अलिकति एउटा भूतको कुरा एउटा कथा मलाई बताउन मन लाग्यो। फेरि यो सम्बन्ध नभएको होइन, त्यत्तिकै व्यर्थ टाइम खेर फाल्नु लाग्यो होइन। यो सम्बन्ध भएको एउटा म कथा बताउन जाँदैछु। यो लाङ्रीथाङबाट धेरै चेला थियो अनि यो गे चाक्रीवा चाहिँ अब कैयुपा सम्प्रदायको लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ। अनि त्यो गम्बोसँग एकदम रिलेटेड सम्बन्ध भएको होइन। अनि त्यही कारणले यो धबोर मिचेर कचाक छुओ चिटे क्युपा पनि भनिन्छ। अब भनौँ न महामुद्रा र अब यो किसिमको कदम भएको अब एकी युगनद नदी भएको ज्ञानको सागर पनि भनिन्छ कैयुलाई, होइन? यो चाक्रीवा घेसे चाक्रीवालाई चाहिँ अब घम्बोपाले अब एक किसिमको के हो त गुरु थाप्नु भएको थियो, गुरु लिनु भएको थियो घम्बोपाले। अब यो कदम्ब गुरु धेरै मध्येमा अब चाक्रीवा होइन भने अब उहाँको अब नाम लिनु अत्यन्त अब पछि थाहा हुन्छ। घ्या चाक्रीवा
हैन त्यो चाहिँ थाहा हुनु अत्यन्त हामीले थाहा हुनुपर्दछ धम्बो पछि गुरुमा अब एउटा अब अब उहाँको अब जन्मिने ठाउँ जन्मस्थल चाहिँ अब धेरै ठाउँमा अब गुरुहरूले बेबेलै बताएको छ हैन कहिले फेनमा जन्मिनु भएको भनेको छ कसैले अब खम्मा भनेको छ हैन जे भए त पनि अब अनि खम्मा जन्मिनु भएको हो भने यो चाहिँ सबैले अब मान्यता दिएको छ अब यो ग्या चाक्री भएको गुरु चाहिँ अब सानोदेखि बित्नु भएको थियो हैन बुवा चाहिँ उहाँको अब आमा र छोरा बाहेक अरू कोही पनि थिएन उहाँलाई अब आफ्नो अब भाइ बहिनी 6 वटा थियो अनि बिस्तार गएर सबै बच्चा जेठाको भनौँ न यसरी अब खस्दै खस्दै गयो हैन यो बच्चाको जेठा 6 भाइ बहिनीहरू प्रत्येक एक पछि मर्दै गयो हैन सबैले उनको आमालाई अब यो आमा चाहिँ पक्कै नै बुझ्ने हैन एउटा ठामेनमा एउटा राक्षस नै हुन सक्छ भन्न थाल्यो हैन एउटा किसिमको अब भनौँ न डाइन अब भन्दा बोक्सी डाइनी हो कि राक्षसनी हो कि हैन सबै अब छोराछोरी मर्दै गयो एकजना मात्रै बाँकी छ भन्न थाल्यो त्यो आमा चाहिँ अब बेलुका साँझ परे कि जहिले पनि गायब हराउँदै जान्थ्यो जहिले पनि अनि त्यो मेरो आमा चाहिँ अब सधैँ नै बेलुका हराउने हुँदाखेरि मेरो आमा पक्किन्न भूत हो कि राक्षसनी हो कि सधैँ नै हराउँछ भने उहाँले अब यसरी शङ्का गरेको थियो अनि सोच्यो अनि अनुसन्धान गर्नको लागि एक रात उसले सुत्ने नाटक गरे छोराले अनि र जब अँध्यारो भयो दुई ठुला कालो रातो अनि त्यो आउँदाखेरि अब जो छोरा त सुतेको छैन नाटक गरेर अनि राति अन्धकार अब मध्यरात बा राति चाहिँ के हो त भन्दाखेरि अनि रातो अनि कालो दुईजना महिला आए अनि आमालाई अनि स्वागत गर्नु आयो अरे त्यो भन्ने बित्तिकै अनि एउटा ठुलो बक्सामा आयो अरे त्यो आमासँग अनि त्यो बेला ठुलो एउटा बक्सा थियो अरे त्यो बक्सामा अनि चढ्नु भएर अनि स्वागत गर्नु आग्रह गरिसकेपछि त्यो आमा चाहिँ अनि एउटा ठुलो बक्समा आएर र त्यसपछि त्यो महिला मध्ये एकले अगाडि तान्ने अर्कोले चाहिँ धकलेर उनलाई अनि पर्खलबाट सिधै नछुइकन उडेको देखे जस्तो कि त्यहाँ अनि तर त्यस्तो हुँदा त्यहाँ त्यति अब रहस्यमय भएर गयो त्यहाँ अनि त्यस्तो अब त्यो गएको हो कि सपना हो कि थाहै थिएन हैन बिहान यस्तो उठ्दाखेरि त अब फेरि आमा त ठक्कै त्यहाँ आइसकेको रहेछ हैन केही बेरपछि ऊ निदायो र जब ऊ बिउजो आमा फर्किनु भएको थियो भोलिपल्ट राति अब उसले निर्णय गर्यो कि ऊ आफ्नै आमा कहाँ जान्छ भनेर हेर्न चाहन्छ हैन मेरो आमा जसरी जान्दैन रहेछ मेरो आमा हो अब मेरो आमा कहाँ जाँदो रहेछ भनेर अनि आमा जुन बस्ने बक्साभित्र उहाँ लुकेर बसेको त्यो छोरा चाहिँ त्यो बक्साभित्र चुपलाएर बस्ने बेला दुईटा अनि के अब आइमै आयो अरे हैन अनि रातो मुहार भएको एकदम डरलाग्दो हैन अनि आमा तपाईँ यहाँ बस्नुहोस् भनेर अनुरोध गरे आमा चाहिँ त्यहाँ बसेर फेरि त्यो अनि दुईजनाले छेडेर लग्यो अरे हैन अनि त्यो बक्समा त्यो छोरा बस्यो भन्दाखेरि आज अलिकता के एकदम गरुङ गरुङ पनि छ सकसक टक अहिले स्वर पनि आउँदैछ आवाज हैन बक्समा गए बागसले चिच्याउने आवाज निकालेर उनी जाँदा लगभग जमिन खरानी भयो सधैँ नै अब जाँदाखेरि त्यो अब बकस उडेर जान्थ्यो होला तर त्यो दिन चाहिँ अब भुइँमा छुन आउँदाखेरि आज मेरो घोडा के भयो अलिक भुइँमा छुरा जस्तो भयो भने यसरी अब अनि मेरो घोडा चाहिँ राम्रो नाचन्द रहेछ भने आमाले भन्दै गएको थियो आमाले भनिन्
आज राति यो घोडा राम्रोसँग हिँडिरहेको छैन र तिनीहरू एक चर्नेल मैदान पुग्यो हैन अब हामीले डाकिनी भन्दाखेरि एक किसिमको अब देवीलाई बुझ्छौँ तर पनि एक किसिमको भारतमा हेऱ्यो भने अब डाकी भने एकदम नराम्रो होइन जुन टुनामुना जान्ने आइमाईले बुझ्दा छ हैन तर टिबेटमा चाहिँ के हो त भोटमा चाहिँ हो त खण्डोमा डाकिनी भनेको त्यो खण्डोमा होइन एउटा भगवानको अवतारी रूपमा आएको देवी हो भन्ने भनिन्छन् हैन तर अब खण्डोमा भनेको धेरै प्रकारको हुन्छ हैन अब खण्डोमालाई चिनेन भने विभिन्न अब कालो नजरको मन्त्र जप्यो भने अब खतरा पनि हुन्छ त्यस्तो कुराहरू चाहिँ अब थाहा हुनु पर्यो अब एउटा मैदान पुगिसकेपछि अनि एउटा मैदान उनीहरू पुग्यो मैदान पुगिसकेपछि उनीहरू महिलाहरूले लामो लाइनमा बसेको थियो र उहाँकी आमा चाहिँ मुख्य हुनुहुन्थ्यो ग्रुपमा त्यसैले तिनीहरूले अब उनको बाकस ल्याएर उनी बिचमा बसिन् बिचमा राख्यो उसको आमा चाहिँ मुख्य अब त्यहाँको मेन भएकोले छेउछेउमा सबै अब डाइनहरू बसे त्यसपछि उनीहरूले एकजना युवकको सब भोज अनि सब लिएर भोज मनायो उनीहरूले एउटा मरेको मान्छेको जिउ लिएर उनीहरूले भोज मनायो त्यो सबको टाउको चाहिँ अब काटेर चट्टै निकालेर त्यो आमालाई दिएछ अरे हैन तिनीहरूले उसको खोपडी चकनाचुर पारेर आमालाई दिए तर उनले त्यो आमाले भनेछ ए मेरो चम्ची त घरमा हो बोलेछ भनेछ त्यो मुख्य त्यो डाइनले किन भन्दाखेरि त्यो भित्र त अब यो गिदी हुन्छ हैन आइसक्रिम जस्तो अब गिदी हुन्छ हैन त्यो खानुलाई चम्चा चाहियो मेरो यो खाने चम्चा चाहिँ घरमा आज रहेछ अनि घरमा लिनु जाऊ भन्ने यसरी अब उहाँले अब अनि भनेछ अनि यसरी बताउनु भएको थियो कि अब यो त्यहाँ भित्र हुने एउटा केटी अब सेवकले भनेछ आमा तपाईँले लामो हात पठाउनुहोस् न त हैन अनि यसरी लामो हात गरेर ल्याउनु मिल्छ भने त्यो अनि मुख्य डाइन लामो हात लानु भयो अरे तिम्रो लामो पाखुरा पसर्नुहोस् त्यसैले सिंहासनमा बसिरहेकी उनले आमाले आफ्नो घरबाट एउटा चम्चा ल्याउनको लागि आफ्नो हात लामो बाटो फैलाउनु भयो छोराले बक्साभित्रबाट त्यो सबै देख्यो आमाले लामो हात फैलाएको होइन अब त्यो अब काठको बक्सा भएकोले त्यो दुलोदेखि छोराले सबै देखेर आमाले के गरे भनेर होइन अब बिहान हुने बेला सबै अब फेरि आफ्नो घरमा उनीहरू फर्कियो होइन फेरि आमा चाहिँ त्यही बक्समाथि बसेर नि सर घरमा आयो होइन फेरि अनि लिएर अनि आमा चाहिँ अब बेडमा सुतेर आयो होइन अनि जब बिहानी आइपुग्यो सबै महिलाहरू गएर आमाले पनि बक्सालाई घेरेर कसरी सुत्न जानुभयो जसरी सुत्न जानुभयो होइन जस्तो गरे त्यसरी नै छोरा बिस्तारै बगसबाट निस्कियो र आमालाई थाहा नपाएर ओछ्यानमा पल्टियो होइन त्यसपछि धेरै समयपछि एक दिन आमाले धागोको धुरी फ्याँक्नु भयो अब घर त्यो बेला 2 तला थियो होला होइन घर 2 तले हुँदाखेरि अब उहाँले अब उन मुन्नु हुन्थ्यो होला जुन उनको टाउकोमा एउटा यो धागोमा काठ बानेको हुँदा त्यो काठ चाहिँ अब त्यो अगाडि छोराको केटाको अगाडि खस्यो अनि आमाले भन्नुभयो कि मेरो उन ल्याइदेऊ भनेर अनि अब त्यो मेरो उन त्यस्तो ल्याइदेऊ भन्दाखेरि होइन अनि आमाले त्यस्तो भन्दाखेरि आमाको बच्चाले उसले सहनु सकेन त्यो बेला एकदम रिस उठेको थियो होला होइन ठक्कै होइन अब त्यो बेला छोराले के भन्नुहुन्थ्यो आमाले अब केटाले आफूले बचाउन सकेन तर यसो भने आमा आफ्नो लामो पाखुरा पसाउनुहोस् भने यसरी भन्दाखेरि अनि उहाँको आमा तुरुन्तै रिसाउनु भएर उहाँलाई थाहा थियो कि उनी ठामेन राक्षस थिइन् भनेर होइन अनि आमाले चाहिँ अब अनि यो मैले जे गरेँ सबै यसलाई थाहा भएछ होइन
यसलाई अब मारेन भने अब सबै सखा पर्छ भनेर नि आमाले रन थन पर उसलाई घुमाएर होइन टुप्पी तानेर मजाले उसलाई धेरै नै अब कष्टदायक गरेछ। अनि उसलाई अब उनले उसलाई कपालसम्म तेर हल्लाइन्। जब उनले उसलाई जान दिइन् उनको शरीर तुरुन्तै अब कुकुरको रूपमा परिणत भयो। जब त्यो मुडन परेर मजाले हस्सा मात्र हल्लाउँदाखेरि त्यो छोरा चाहिँ कुकुर भएछ होइन। उसको अब शरीर कुकुरको रूपमा परिणत भएको जुन छोरा एउटा केटाको चाहिँ परिणत भएको थियो। तर उसको अझै पनि मानव दिमाग सोच चाहिँ मानवको नै थियो, जसले उसलाई यातना दियो। एकछिन उसले मनमा नै सोच्यो यस्तै बस्नुभन्दा खोलामा डुब्नु राम्रो होला होइन। अनि बाटोमा हिँड्दै गर्दा उनले लाङ्री थाङ्पाको एउटा गुण शक्तिको बारेमा धेरै मानिसहरूले कुरा गरिरहेको उसले सुन्यो होइन। लाङ्री थाङ्पा चाहिँ महान गुरु हुनुहुन्छ होइन। उहाँले अरूको दुःख लिनुहुन्छ र उहाँको सुख हामीले दिनुहुन्छ भनेर मान्छेले कुरा गरिरहेको थियो लाङ्री थाङ्पाको विषयमा। त्यो कुकुरले सुन्यो। उहाँ रूपमा चाहिँ कुकुर हो तर सोच त उसको मान्छेको थियो होइन। अनि त्यो कुकुरको सोचमा आयो कि त्यो मान्छेको अब रूप चाहिँ कुकुर भएको, अब उसको बुद्धि चाहिँ अब कुकुरको भएको सोचमा के आयो भनेदेखि म लङ्री थाङको ठाउँमा गएन मलाई पक्कै नै उहाँले अब यो दुःखदेखि मलाई मुक्त गरिदिनुहुन्छ भनेर नि त्यो कदम्बा इतिहासले बताउँछ कि उनको केही व्यापारीहरूलाई अब त्यो कुरा गर्ने अब एक किसिमको के हो त अब कुकुर अब रूप लियो अब जानु सक्दैन। तर त्यो एउटा कुनै व्यापारी पछ्याउँदै गयो होइन। त्यो लङ्री थाङको कुरा गर्ने व्यापारी पछ्याउँदै उचाङमा आउनु भयो होइन। अब उचाङमा पुगेर अब अनि घेसे लाङ्री थाङ्पा आफू भएको ठाउँमा पुग्यो। अब घेसे लाङ्री थाङ्पाले अब आएको थाहा पाउनु भयो। लाङ्री थाङ्पाले एउटा कुकुर आउनु यस्तो केही आएको थाहा पाउनु भयो। एकजना अनि परिचारकलाई अनि चेलालाई गुरुले अनि तोर्मा बनाएर ल्याउनु भनेर भन्नुभयो। परिचारकले होइन आफ्नो चेलालाई भने जस्तै गरी दिउँसो साँझ पर्दै जाँदा लाङ्री थाङ्पाले भने बाहिर गएर हेर त कोही आएको छ कि भनेर यसो लाङ्री थाङ्पाले आफ्नो सेवक चेलाले पठाउनु भयो। र सेवक बाहिर गएर हेर्नु खोज्दाखेरि हेऱ्यो र देख्यो कि बाहिर त खासै केही छैन गुरु, धुलोले ढाके एउटा कुकुर बाहेक अरू कोही आएको छैन भनौँ त्यो सेवकले भन्यो। अनि लाम्ला अर्को त कोही पनि आएन भनेको थियो। यद्यपि यद्यपि गुरुले के भन्नुभयो भन्दाखेरि त्यहाँ धुलोले ढाकिएको कुकुर छ। लाङ्री थाङ्पाले भने ओ ठिक छ अब हामी बाहिर जाउँ भने लाङ्री थाङ्पाले अनि यसरी अनि थाहा पाउनुभयो होइन। ठिक छ हामी बाहिर जाउँ भनेर होइन। बाहिर उनले आफ्नो टोपी लगाएको तोर्मा लिएर बाहिर गए। जसले कुकुर ढोकामा पुग्यो लामाले तुरुन्तै कुकुरमा चाहिँ तोर्मा फाल्यो, जसले शरीर त्यही क्षणमा मानव शरीरमा परिवर्तन भयो। जुन पहिला कुकुर थियो तोर्मा फाल्ने बित्तिकै अब त्यो कुकुर ठक्कै त्यहाँ आएको हुँदाखेरि अब त्यो कुकुर चाहिँ अब मान्छेको रूपमा परिवर्तन भयो। त्यसपछि यो केटाले ठुलो विश्वास महसुस गर्यो र आफ्नो परिचारको रूपमा लामासँग बस्यो। लाङ्री थाङ्पासँग बस्नुभयो। लामाले उनलाई नियुक्त गरे कि तिमी भिक्षु अनि को एउटा घेलौङको अब सिल दिनुभयो होइन। लाङ्री थाङ्पाले भन्नुभयो कि तपाईँले अर्को एउटा दुर्भाग्य एउटा विघ्न बाधा आउनेछ, त्यसैले पहिले मलाई नसोधिकन तिमीले केही नगर्नु है। तिमीले जे गर्दाखेरि मलाई सोध्नु है। तिमीले एउटा ठुलो भयानक ग्रहदशा आउनेछ है, ग्रहहरू हुन्छ भने यसरी आदेश दिनु भएको थियो होइन। त्यसरी केही समय नबित्दै अनि उनको आमाले अनि थाहा भयो त्यो कुरा। उनी चाहिँ अब लामा मेरो छोरा चाहिँ अब कुनै अब लामा भएको र उनको शरीर कुकुरले अब पिठुबाट मानव शरीरमा परिणत भएको सुन्यो होइन। उसले हानि पुर्याउनको लागि त्यो डाइनले के गरे भन्दाखेरि उनले काठको बाक्सामा जादु राखेर होइन, जुनले चाहिँ नराम्रो अब टुना मुना होइन कालो जादु कालो मन्त्रले अब सबै भरेर उनले अब पेम्पो जाने कसैले दियो होइन। अब जुन पेम्पोमा हुनुहुन्थ्यो लाङ्री थाङ्पा होइन, त्यो डाइनले चाहिँ टुना मुना गरेर अब इन्द्रजाल गरेर त्यो बाकस उता पठायो। अनि उसले के भन्यो भन्दाखेरि मेरो छोरा लाङ्री थाङ्पासँग धर्म पढिरहेको छ, त्यसैले यो उहाँलाई दिनुहोस्, मेरो छोरालाई देऊ, उहाँलाई समर्थन गर्नु भन्नु है। अनि यसरी भने डाइनले यसरी पठायो। त्यसपछि होइन त्यो अनि व्यक्तिले अनि लाङ्री थाङ्पा हेर्न गएर अनि
कुनै अब लाङ्री थाङमा दर्शन गर्नको लागि जाने मान्छेले दियो उहाँले, अनि त्यो डाइनले उहाँलाई दिनुहोस् र उहाँलाई समर्थन गर्नुहोस् भन्नुहोस् भन्ने, त्यसपछि अनि त्यो व्यक्तिले लाङ्री थाङमा हेर्न गएर आमाले दिएको उपहार हो भनी छोरालाई दियो हैन। अब छोराले आफ्नो हातमा बाकस लिएको थियो, तर त्यो चाहिँ सानो बाकस भए पनि धेरै ठुलो भारी थियो र एकदम गरुङ्गो थियो। यो भित्र त्यो छोरालाई के लाग्यो भन्दा यो भित्र के छ होला, त्यो अब छोरा त सानो उमेरको, बाक्स सानो मात्रै छैन, सानो भन्दा धेरै गरुङ छ, पक्कै त सुन चाँदी छ कि भने उसलाई मनमा शङ्का लाग्यो, सकसक लाग्यो, यसो पक्कै खोल्नु पर्यो भने उसलाई खोल्नु आँट्दाखेरि, उसलाई खोल्नुको एउटा चित्त लाग्दाखेरि, अब सोचाउँदाखेरि खोल्नु आँटेको थियो। टक्कै अब उसलाई के याद आयो भन्दाखेरि, ऊ जे गरे पनि मलाई सोध्नु है भनेर आफ्नो गुरुले वचन दिएको हुँदाखेरि होइन, टक्कै अनि त्यो गुरुलाई उहाँले दिनुभयो कि हो। त्यसपछि ती व्यक्तिले होइन, छोराले आफ्नो हातमा बाकस लिए, तर यो यति भारी थियो कि उसलाई अब लगभग भुइँमा तान्यो। लाङ्री थाङले पहिले नसोधिकन के नगर्नु भनेको थियो भन्ने सम्झना गर्दाखेरि उनले त्यसमा के राख्न सक्थिन् र त्यति गर्व भएकोले खोल्न लागेको थियो भनेर उसले सोचेछन् होइन। त्यसैले उनले तुरुन्तै उसलाई सोधेर लाङ्री थाङले आफ्नो धर्मको लुगा फुगालेर अनि उसलाई दियो अनि भन्यो, अनि तपाईँले यो बाकस खोल्नु अघि यो लगाउनुहोस् भनेर अनि यो लाङ्री थाङले अनि नखोल्नु अगाडि लाङ्री थाङ गुरुलाई भन्नुभयो। गुरुले ठक्कै अनि आफूले लगाएको चिवर चाहिँ त्यो लानेर लगाइसकेपछि अब त्यो खोल्नु लगाए। उसले भने जस्तै गरेर जब उसले बाकस खोल्यो, त्यहाँ चाहिँ के भयो भन्दाखेरि 9वटा ताली बज्यो, गरे ताली बज्दाखेरि त्यहाँ के हो त बिजुली चम्क्यो, गरे एकदम आश्चर्यजनक होइन। त्यो 9वटा यस्तो पड्किँदाखेरि त्यो छेउछेउमा हुने के भन्छ भवन घरहरू उनको सबै सामान जल नष्ट भयो, तर आगो छिर्न नसक्ने लामाको धर्म वस्त्र लगाएको थियो, त्यहाँ के पनि भएन। पग्लिएको मक्खन जस्तै धर्मको लुगाको शीर्षमा पग्लिएको धातु, त्यो धर्मस्तर अहिले पनि लङथाङ गुम्बामा छ होइन। जुन उसले लाएको थियो, लाउँदाखेरि होइन, लाएर त्यो बक्सा खोल्दाखेरि सबै राग जलेर नष्ट भयो, तर त्यो लामालाई, त्यो लाउने छोरालाई केही पनि भएन। अनि त्यो त्यहाँ आगोहरू सबै त्यो चियरमा जाँदाखेरि सबै के बिलेर गयो होइन। त्यसपछि लाङ्रे थाङले भने अब तिमी बाधा मुक्त भयो, अब सबै मुक्त पन्छी हो भनेर उहाँले आज्ञा दिनुभयो, निर्देशन दिनुभयो। उहाँ त्यो बेला त्यो केटालाई के भयो त शून्य तर करुणा महसुस गरेर उहाँ लाङ्री थाङका उत्कृष्ट विद्यार्थी मध्ये एक भयो। हामीले कुरा गइरहेका छोरो अनि ज्ञा चक्रवा हो होइन, यो चाहिँ ज्ञा चक्रवा गुरु है। त्यो चाहिँ यो कथा चाहिँ अब कदम्ब वंशको इतिहास र लोत्सावाको मुक्ति कथाबाट आएको हो होइन। अब त्यही कारणले यो कुकुरदेखि मान्छेको परिणत गर्ने चाहिँ किसिम के हो त यो लङथाङ हो मलाई जस्तो लाग्छ। किनकि यो जुन कुकुर हुने जुन चाहिँ गुरु चाहिँ को थियो त भन्दाखेरि एक किसिमको त्यो चाहिँ अब यो लङथाङको चेला थियो होइन। त्यो चाहिँ अब को थियो भन्दाखेरि अब त्यो ज्ञा चक्रवा थियो, जुन कुकुरदेखि मान्छे परिवर्तन, त्यो चाहिँ लाङ्री थाङले अब यसरी परिवर्तन गरिदिएको हो। अब सामान्यमा होइन, अब हामीले यसरी गर्दाखेरि होइन, यो अरूको लागि आफैले आदान प्रदान हाम्रो दैनिक जीवनको अवस्थाबाट विच्छेद गरिरहेका छौँ। उदाहरणको लागि यदि हाम्रा आमा बुबा, जीवन साथीहरू होइन, छोराछोरी आदि हाम्रो हृदयमा प्रिय छ होइन, माया लाग्छ, स्नेह लाग्छ होइन, यदि हामीले उनीहरूको होइन, अब यसको विषयमा अब धेरै मैले बोले जस्तो लाग्यो होइन। म यतिमा विश्राम राख्न चाहन्छु, फेरि यसको कुनै दिन टुङ्गाउँला होइन भोलिदेखि है। आज चाहिँ यो दक्षिण छेवा होइन साटोपाटो गर्ने ध्यानको विषयमा अब बताएँ। अब अन्तिमको पाठ गरौँ होला है, आज यति नै राखौँ हामी।